guys, welcome back to my YouTube channel. So आजको यहाँ जाम एकदम हतारै छ। काठमाडौँमा जाम भनेको 10 बजेदेखि 10 बजे अफिस टाइम हुन्छ अनि त्यहाँदेखि खाजा 2 बजेतिर अनि त्यहाँदेखि बेलुका 6-7 बजेतिर यस्तो जाम पर्छ कि नसोचेको जाम पर्छ। यतिखेर चाहिँ लगभग हामी 10 बजेर होला सबै थोरै जाम छ। कता भनेको जामै जाम छ। एकदम जामले भरि छ। जाम हुने भयो। साथीले बोलाउँदैछ आइज भन्दैछ। यहाँ चाहिँ यसो हुनुहुन्छ यहाँनिर हुन्छ अहिले जाँदा भनिरहेको जाम चाहिँ यस्तो छ। जाम छ काठमाडौँ जस्तो ठाउँमा जाम हुन्छ। मैले चाहिँ होइन गाइस फाइनली बाइक चाहिँ सबै बनाइसकेँ। आउट भनेको पछाडिको त्यो मात्र फेर्न बाँकी हो अनि अरूको सबै त्यो सबै सकिसक्यो। सो अहिले चाहिँ जाममा छु। ट्राफिक म्याम रहेछ देखाउनुहुन्छ एकछिनहरू म देखाइदिन्छु तपाईँलाई। ट्राफिक म्याम ट्राफिक कस्तो राम्री यार। बुढो क्या राम्री रहेछ यार ट्राफिक। साँच्ची हो त क्या राम्री छ। यहाँतिर जाम छ गाडी त आमा यार 10 बजी त नहिँडेकै राम्रो हो तपाईँहरूलाई। बेस भनेको दिउँसो कि 12 बजी 12 बजी होइन 9-11-12 गरेर हेर्नुहोस्। त्यतिखेर चाहिँ के हुन्छ भने जाम पनि साह्रो काम गरेको छ। त्यही त कति जाम जता हेऱ्यो जामै जाम त छिटै नगर्नु जामै जाम। जाम चाहिँ अहिले त्यस्तो साह्रो छैन। चाहिँ जाँदैछु होइन
Jam ya denja satu jam ke nomor. Ini nomor kah ada? तीन नंबर भनेपछि कहाँ हो? 3 नम्बर कता हो दाइ? यता भित्र बसै बस अरे कहाँ कुन चाहिँ बस? कुन आउँछ फुङ्गाल बस पर लानु पर हो जस्तो कुरो हो फ्रेस हो क्या यो फ्रेस हो फ्रेस पुरै लिनु न के गर्छ हौ एकछिन म कल गर्छु
हाइट हो भित्र जानुपर्ने हुन्छ आइसक्यो मलाई चाहिँ के गर्नु ल त्यो सिफारिस मात्रै होइन ल्याइसक्यो तपाईँको नाम लिएर आछ त भनेको खै मलाई त थाहा छैन भनेको यही होला भयो अरे हस् त्यही है त्यस्तै छ तिमीलाई तारा हाम्रो चाहिँ यस्तै छ भाउजू हो भाउजू नआउनु भने गाडी पनि कोसिस छैन के गर्नु होला मर्निङ साथेन अरू यस्तो नलिनु होला तपाईँहरू पनि झुकेर पनि नलिनु होला पैसा ब्याङ्कतिर पनि साथेन नलिएको त्यही देश गएर पैसा पाउनु एयरपोर्टमा साथ छ त्यति लागि त्यति लागि जाने खाजा खाने पैसा तपाईँ र मलाई खाजा खानु तेल हाल्नु आपने क्या बोला बता डॉन उधर किधर बसना है उधर नहीं बसता है उधर हमारे पास मनी नहीं है ना किसके पास है पापा के साथ है और इधर पापा नहीं है ना हम इधर तुम्हारा पापा नहीं है ना कौन तुम्हारा पापा विदेश में नहीं है नेपाल में है नेपाल में वो कपन में है तुम्हारा पापा हाँ आप बोलो ना क्या बोलो हम
क्या हुआ? हेलो गाइस, आज चाहिँ हामी भतिसँग टक्क बस्दैछु। भति दिन गएको फर्स्ट टाइम सिज चोक यहाँतिर चाहिँ कतिखेर के हुन्छ यहाँ के भन्दैन। तुम्हारा नाम क्या है? बोलो। एंजल है। एंजल क्या है? एंजल बाउन है? ए कौन सा तामांग? नेपाल से तामांग? हाँ नेपाल से तामांग है भाई। तुम किधर का नेपाली है? आंसर जो है बहुत तुम्हारा पापा क्या काम करता है बोलो तो? तुम्हारा पापा क्या काम करता है? ये नेपाल क्या है? नेपाल की देश कौन है? नेपाल की देश है। हामी कहाँ जाँदै हो? तिमीलाई चाहिँ घुममा विदेशमा गएर केही आउँदैन? के खाने आज? क्यों? चाउमीन किसने? हमको भी देता है कि नहीं देता है? मलाई आउँदैन। एन्जल ओए किन मुले हाँ एला साल बोली ना एला साल बोली मुसा से काजे मुसा बोली सेतो मुसा दिगना हो। हाम्रो भाउजू चाहिँ यहाँ देख्न सक्नुहुन्छ आफ्नै धुनमा। ये हमारा हम छोटा सा ब्लॉग में आपका स्वागत है। बटाडॉन क्यों क्या हुआ? यहाँ चाहिँ देख्न सक्नुहुन्छ नेपाल आर्मी ब्यारेक उत्तर ढोका यहीँ छ क्या तीनटा यहाँ अनि तल दुईटा त्यहाँ यहाँ एउटा अनि यता पछाडि सम्झेर पछाडि यहाँ छ। यतातिर चाहिँ देख्छ हुन्छ नेपाल आर्मीको फर्म धमाधम भइरहेको छ। यो कार्तिक 9-10 गतिसम्म हुन्छ होला। के गर्नु हजुर? बल हरियो हरियो यहाँ देखिरहेको सक्नुहुन्छ बलुवा टल त्यो टङ्गर नगरपोखरी अहिले भ्लग सुरु गरेको 1 महिना भयो। सब्सक्राइबर त्यस्तो बढेको छैन। यहाँतिर चाहिँ काका छोरा भतिजा के हो रे काका गाइस आर्मी ट्रेनिङ भन्न नमिल्ने आज चाहिँ काका लिन आउनु भएको एन्जल तामाङलाई। नानी हाई गरिदेऊ न। हिजो बाबा आज काका मेरो नानी ह्याप्पी छ कि छैन? नानी ह्याप्पी छ? अनि हाई गरिदेऊ न त। के गर्नुभएको काकालाई? त्यस्तोमा पस्न पाउँदा त नि एकदम खुसी। कति राम्रो भ्युज आएको छ एउटा। काका त्यस्तै आज चाहिँ हाई त त्यो तल हुँदैन त एन्जल यहाँ त माथि खुसी आज होइन नि? खुसी आज खुसी छ आज हो छ मात्रै भन्छ।
हाम्रो साथीको एउटा कमेन्ट जस्तो क्या जे कुरा भन्दा नि ल जे कुरा भन्दा नि ल क्या सन्चै छ ल के गर्दैछ ल जतिखेर नि क्या साथीको कमेन्टले हिजो कम हाँस्यो जे अब जे लेख्यो पनि ल हुन्छ क्या हरेक जुनै म्यासेज पनि हेलो गाइज लास्ट एन्ड फ्यापुल अब चाहिँ जे जस्तो भयो जे जस्तो भिडियो भयो तपाईँहरूको कमेन्ट सब्सक्राइब गर्नुहोस् र के भन्छ जस्तो भए पनि तपाईँ अब भिडियो मन परेमा लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि हाल्नु नयाँ हुन्छ भने जे जस्तो भयो भने कमेन्ट सेक्सन गर्नु होला योभन्दा पछि राम्रो गर्नेछु पहिलाको भन्दा धेरै अब धेरै सुध्रेको हुन्छ धेरै गरेको हुन्छ अब पछि अब योभन्दा राम्रो गर्ने कोसिस गर्नेछु लास्ट टाइम बाई बाई